आज हिरोसिमा क्यासलभित्र रहेको पावरफुल सामुराईहरू जसले त्यतिखेर रुल गरेका थिए, शासन गरेका थिए र तिनीहरू शक्तिशाली थिए, तिनीहरूको पोसाक लाउन पाइयो, त्यो अवसर जुर्यो र उनीहरूको त्यो मिल्ची हुँदाखेरि युज गर्ने कपडाहरू, उनीहरूको दैनिकीहरू, उनीहरूले प्रयोग गर्ने सामानहरू तपाईँलाई देखाउन जाँदैछु। यो चाहिँ उबेलाको अब हामीले अहिले खाने जस्तै बसेर खाने उनीहरूले बनाएको यो खाना खाने बेलाको यो ठाउँ भनौँ न, टेबल जस्तै, डाइनिङ टेबल जस्तै। अब त्यतिखेर पनि नेपाली जस्तै उनीहरूले पनि यी प्रकारका चुलोहरू प्रयोग गर्ने रहेछ। तपाईँले देख्न सक्नुहुन्छ होइन, सामुराई भनेको त शक्तिशाली, जापानको शक्तिशाली। अनि यो चाहिँ मान्छे ओसार पसार गर्नको लागि एउटा डोली जस्तै होइन, अब युज गर्न मिल्ने त्यो बनाएको रहेछ होइन। त्यो पनि एकछिन हेरेँ, भिडियो पनि खिचेँ, पनि साह्रै राम्रो थियो होइन। तपाईँको यहाँ लेखेको पनि छ, यो चाहिँ कपडाहरू त्यतिखेर युद्धमा युज गर्ने र यो चाहिँ नाइफहरू उनीहरूले युज गर्ने, अब नाइफहरू होइन, खतरा खतराकै त्यो डिजाइनको होइन, युद्धमा युज गर्ने कुरोहरू हेर्दै डर लाग्दो खाले थियो कि। यो चाहिँ अब तपाईँको त्यतिखेर युज गर्ने ड्रेस भनौँ न, यो चाहिँ नाइफहरू कस्तो खतरा खतराकै थियो, हेर्दै फेरि अब डर लाग्दो खाले कि। अनि उनीहरूले कसरी बनाउँथे भनेर पनि त्यहाँ देखाएको थियो। त्यो यो बनाउने शैली चाहिँ कता कता नेपालसँग पनि मिल्ने होइन। अनि त्यसपछि यी कपडाहरू त्यतिखेर लगाउने लुगाहरू, यो चाहिँ युद्धको बेला होइन, त्यो सेन्चुरी अगाडि। यो चाहिँ के हो मैले ठ्याक्कै बुझिनँ, तपाईँहरू आफै नै अब विचार गर्नु होला। मैले चाहिँ बुझिनँ खासै होइन, के भन्छ लेखेको पुरै जापानिजबाट लेखेर। त्यसपछि यो क्यासललाई चाहिँ पहिला एटम बम हानेर ध्वस्त पनि बनाएको रहेछ होइन, त्यतिखेर हिरोसिमामा यो भएको क्यासलमा। अहिले त अब क्यासल राम्रो बनाएर यस्तो क्यासल माथिबाट चाहिँ यस्तो राम्रो भ्यू पनि देखिने रहेछ होइन। हिरोसिमा अहिले कस्तो भयो त, ल हेर्नुहोस् त। अहिले यही मैले तपाईँलाई देखाइरहेको क्यासलभित्र छिरेर मैले त्यहाँभित्र चाहिँ सामुराईको बारेमा भएका ती कुराहरू तपाईँहरूलाई देखाएँ। यो चाहिँ हिरोसिमा सहर बाहिरबाट देखिने होइन। पहिला एटम बम हानेर फेरि क्षति पनि बनाएको थियो सहरलाई, अहिले यस्तो छ यो सहर।